अर्ग्यानिक सब्जीको भिडियो। यो चाहिँ आफ्नै बारीको अहिले भर्खरै मैले टिपेर ल्याएको ताजा ताजा मुन्टा इस्कुसको, जुनमा चाहिँ यो यसो अलिअलि लट्टे पनि मिक्स छ। थोरै ठाउँमा यसो लगाएको थिएँ, मजाले आउने रहेछ इस्कुसको मुन्टा चाहिँ। इस्कुस चाहिँ सबैले रोप्नु होला। इस्कुसको मुन्टा चाहिँ यहाँ झापामा पनि राम्रैसँग आउने रहेछ, जुन चाहिँ हप्ता दिन नभई मजाले आउने रहेछ। यसलाई चाहिँ एकदम पानी चाहिने रहेछ, पानी परिरहेको मौसम भएकोले गर्दा इस्कुसको मुन्टा चाहिँ कति मजाले आएको मै छक्क हरियो पर्यो। अहिले बाहिर किन्न जानु भने यतिलाई नै धेरै नै पर्थ्यो होला। आफ्नै बारीको भएकोले गर्दाखेरि बारीमा चाहिँ यसो मन लाग्दा कराई बसाएर पनि टिप्न जान सकिने रहेछ। त्यसैले म सब्जी केलाउँदैछु आफ्नै बारीको मुन्टा।